हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ अङ्कलको घरमा आइसके। भोलि कान्छो अङ्कलको बिहे होइन, अङ्कल र आन्टीको चाहिँ मगरको चलन अनुसार चाहिँ हामी मान्न जाँदैछौँ। भोलि हामी लगभग 4 बजे हिँड्नेछौँ, किनभने भोलि चाहिँ हामी भ्याउँदैन, टाढा छ होइन। तनहुँ पुग्नुपर्छ, पोखरा लगभग आसपास पुग्नुपर्छ। त्यसले गर्दा नुवाकोटदेखि तनहुँ हान्दाखेरि चाहिँ लगभग 5-6 घन्टाको चाहिँ रेन्जमा गइहाल्छ होइन। त्यसले गर्दाखेरि भोलि बिहान 4 बजे नै गाडी आउँछ। आज चाहिँ पुरा तयारी हुँदैछ क्या, पुरा तयारी हुँदैछ होइन। के भइरहेछ म देखाउँछु है त। कस्तो छ, पाक्यो कि पाकेन भनेर चेक पनि गर्नुपर्छ होइन। एउटा रोटी म चेक गरेपछि थाहा हुन्छ है त। बबाल छ गाइस। ल रोटी मिठो छ होइन, गुलियो पनि लागेको। हामी चाहिँ किचनबाट निस्क्यौँ क्या। मिठो क्या, मिठो रोटी चाहिँ मिठो। गुलियो भनेपछि फेरि हाम्रो यति मिठो गुलियो हुन्छ नि, गुलियो त बबालै हुन्छ क्या। फेरि गुलियो सक्खर हालेर गजब मिठो बनाएको हुन्छ क्या। तपाईँहरूलाई कसलाई मनपर्छ होला यो सेल पर्ने जतिले एस भनेर कमेन्ट गर्नु होला। सेल मन नपर्ने जतिले चाहिँ नो भनेर चाहिँ कमेन्ट गर्नु होला है त गाइज। मलाई चाहिँ मनपर्छ यस 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 गाइज होइन। हामी चाहिँ निस्किसक्यो। ओ बाटो हेर्न, बाटो गाउँको बाटो होइन, यस्तै हो होइन गाइज। के भने ल ल ल ल ओइ 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 आँप हेर्न, यहाँ आँप। माइ गड यस्तो छ होइन। त्यो आगै बल्ने हुन्छ नि हो, त्यस्तो रक्सी खान्छ क्या मगरहरूले चाहिँ। मगरहरूले चाहिँ त्यस्तो खान्छ होइन। त्यही भएर त्यो खाँदैन हो पाहुनाहरू। अब के बोले भाइ, के बोले। गाउँको बाटो कसलाई ध्यान हुन्छ र, सहरमा मात्र ध्यान हुन्छ होइन मान्छेलाई। त्यस्तो छ कसलाई, गाउँको दुःख कसलाई थाहा हुन्छ। गाउँले बाइकहरूले थाहा हुन्छ त। आज चाहिँ हामी राइडमा चल्दै होइन। आज हामी कहाँ जाँदैछौँ, माछा लिन जाँदैछौँ क्या। आइरक रक्सी बाटो होइन। ठुलो बाटो। अब हामी चाहिँ यो उसमा आइसक्यो क्या, पिचमा आइसक्यो क्या। सहरबाट गाउँबाट सहर गर्छ कि होइन। सरकारको त भोलि सुन्दै त लाग्छ। हामी चाहिँ अब एकदम बवाल अब गइसक्यौँ होइन। नुवाकोट, हामी नुवाकोट टुरमा छौँ होइन। बाइकमा राइडिङ छ। हामी चाहिँ त्रिशुली नदीमा आइसक्यो होइन, त्रिशुली खोला पुलमा। यहाँको चाहिँ राम्रो छ कि, यता चाहिँ पुरै चाहिँ त्रिशुली खोला हो होइन। यो चाहिँ अहिले हुर्न भरे त्यो खोला भएको। यहाँको म्याक्सिमम् पानी चाहिँ उता पावरहरू लैजान्छ। त्यसले गर्दा चाहिँ यो अलिक कम भएको हो। तर चाहिँ बर्खामा यो पुरै वारपार भएर आउँछ होइन। तपाईँले देख्न सक्नुहुन्छ त्यो त्यो माथिको ड्रेनहरू छ नि, त्यो पुरै फुल भएर आउँछ होइन। यहाँ त पुरै फुलै हुन्छ क्या। आइज हामी चाहिँ अब फर्किँदैछौँ होइन। माछा पनि लिएर आयौँ, रक्सी पनि लिएर आयौँ। भाइले अलिकति भोलि अङ्कलको बेला हुन्छ, अलिकति कपाल पनि काट्ने भनेको, कपाल पनि काट्यो भाइले।